बालेन झुकेगा नै तपाईँ कुरा के बुझ्नु पर्यो भने अहिलेसम्म कोसँग झुक्यो भने झुक्दैनन् उहाँले होइन कोही जाला झुक्दैन मेयर हुँदाखेरि नझुकेको मान्छे प्रधानमन्त्री हुँदाखेरि अब केपी ओलीको दासहरूसँग झुक्छन् होइन तर इन्डियासँग प्रचण्डको दाससँग झुक्छन् इन्डियासँग लुर्क परे भन्ने कुरा आयो नि त यहाँ त्यो कसले ल्यायो भन्ने कुरा हो जो हिजो इन्डियाले फालेको हड्डी चुसेर खान्थे उनीहरूले लगाएको आरोप हुन् किनकि उनीहरूलाई थाहा थियो नि त उनीहरू त त्यही प्रवृत्तिबाट आएका हुन् अनि बालेन पनि त्यही हो कि भनेर आरोप लगायो होलान् आरोप त सोच्छन् र नेपालीहरूले लगाएको हुन्थ्यो भीम रावल पनि त्योभन्दा टाढाको मुली त होइन उनले पनि बुरु उफ्रिँदै थिए अर्को सामाङ भन्दै थिए मैले कारणले मेरो कारणले चाहिँ नि संसदमा आउन बाध्य भए यिनी भन्दै थिए उनको सांसदले भने यस्ता चाहिँ नि जवाब दिन्छ भने त मैले चाहिँ नि मलाई लाज लाग्यो यो चाहिँ नि भनेर भन्दै थिएन त्यसलाई त बिचारा त्यो को हो त्यो बिचारा त्यो भाइलाई त बोल्नु पनि आउँथेन आर्यन राईलाई होइन त्यो उग्र तपाईँको जातीय नारा गरेर फलानुलाई काट्नुपर्छ आलु रगत चाट्नुपर्छ भन्ने खालको प्रवृत्तिका मान्छे धर्मान्तरणलाई विश्वास गर्ने होइन तपाईँको इन्डिकेट गरेर यो 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 जातिलाई लखड्नुपर्छ भनेर हिँडेको मान्छे जातीय नारामा ग्रसित पात्रहरूले बोलेको त्यसलाई त आफैलाई बोल्न आउँदैन अनुहार हेरेर ऐनामा हेऱ्यो भने आफ्नै अनुहार देखेर तर्सेर भाग्नुपर्छ त्यसले त्यो भाग्यले हर्कजीको नामबाट त्यो सांसद बनाएको केटा हो त होइन यो देश जसले निर्माण गरे उनको तस्बिरमा जुत्ताले हान्ने मान्छे हो त होइन उनले त बालेनलाई मैले झुकाएँ मेरो प्रश्नले बालेन सकिए भनेर चाहिँ गर्व गर्दै हिँडेछ नि त त्यहाँ उसले तपस्या गरेर मैले हजुरको खुट्टा छुन पाऊँ भने पनि बालेनले खुट्टा दिँदैन त्यस्ता हैसियत नभएको मान्छेले अब त्यही त यो लोकतन्त्रमा कुरा के हो भने नि बालेन खुट्टा शुद्ध छुन दिँदैन ढोक्न दिँदैन खुट्टा बालेनको त्यसले जीवनमा कहिले खुट्टा छुन पायो भने सोच्नुहोस् त्यो सबभन्दा ठुलो भाग्यमानी भयो होइन अति नै त्यसको त्योभन्दा बढी हैसियतै छैन अति भन्नु हो तपाईँले के अति भनौँ भने त्यो पात्र तपाईँले मभन्दा बढी चिन्नु भएको छ तपाईँ नै दिनुहोस् पर्छ उसको को हो त्यो नभन्नुहोस् न माननीयजी हो नि जनताले सार्वभौम जनताले भाइ हो नि त फुचीहरू हो जननिर्वाचित जातीय नारामा ग्रसित भएका पात्र हो बडामारा धिराजको तस्बिर लातरले हानेर थुक्ने पात्र हो गाई काटेर त्यसको मासु बेच्नुपर्छ अनि नेपाल धनी बनाउनुपर्छ भन्ने कुपात्र हो बुझ्नुभयो नि